जापानमा साल 2000 मा 1 ग्राम सुन किन्न 2 घण्टा काम गरे पुग्थ्यो भने अहिले त्यही 1 ग्राम सुन किन्न 19 घण्टा काम गर्नुपर्छ। 1 अमेरिकी डलर बराबर 15 येन राखियो। पछि 1949 मा 360 येन फिक्स गरियो, जुन 1971 सम्म कन्टिन्यू रह्यो। नेपाली रुपियाँ चाहिँ लगभग 1 डलर बराबर 6 देखि 8 रुपियाँ रहेको थियो। 1970 मा 1 आउन्स 35 डलरमा आउने सुन 1980 आइपुग्दा 880 डलर पुग्यो। मतलब 10 वर्षमा 24 गुणा पुग्यो। 1980 मा 1 आउन्सको 800 डलर रहेको सुन 1985 मा आइपुग्दा 300 डलरको रेन्जसम्म घट्न पुग्छ। 2008 मा अमेरिकाको इन्भेस्टमेन्ट ब्याङ्क लेमन ब्रदर्स ब्याङ्कको ब्याङ्क्रप्सीसँगै उत्पन्न ग्लोबल फाइनान्सियल क्राइसिसले गर्दा 2008 मा 1 आउन्स 800 डलर रहेको सुन 2011 मा 1900 डलरसम्म बढ्न पुग्यो। 2025 मा त झन् अहिलेसम्म 50% बढी प्राइस बढेको छ। अक्टोबर 20 मा त 1 आउन्सको रेट म्याक्सिमम 4398 डलरसम्म पुग्यो। मतलब 1971 सम्म 35 डलर रहेको सुन अहिले 124 गुणा बढेको छ। 2022 मा रसियाले युक्रेनमाथि अट्याक गरेपछि वेस्टर्न कन्ट्रिजहरूले रसिया एसेट फ्रिज गरिदिएका थिए। यसरी अमेरिकाले डलरलाई इकोनोमिक वेपनको रूपमा युज गर्न सक्ने भएकाले डिडलराइजेसन मुभमेन्ट बढेर गोल्डप्रति एट्र्याक्ट हुन थालेका छन्। अनि अब संसारभरि निकाल्न मिल्ने सुन लगभग 50,000 टन रहेको छ, जसको धेरै भाग जमिनको धेरै भित्र, समुद्रभित्र, म्याग्माभित्र जस्ता निकाल्न धेरै गाह्रो स्थितिमा छन्। अनि अहिले वार्षिक 3000 टनका हिसाबले सुन निकाल्ने गरिन्छ। यो स्पिडले अबको लगभग 15 वर्षमा सबै सुन निकालिसकिने दाबी गरिएको छ। तपाईसँग सेक्युरिटिज एकाउन्ट अर्थात् स्योकेङ कोजा छ भने गोल्डको म्युचुअल फन्ड तोसी सिन्ताकु पनि भनिन्छ या इटिएफमा इन्भेस्ट गर्न सक्नुहुनेछ। यसको फाइदा भनेको तपाईँले फिजिकली होल्ड गर्नु नपर्ने भएकाले हराउने या चोरी हुने रिस्क हुन्न। माचुई सेक्युरिटिजबाट चाहिँ यसरी डिफ्रेन्ट म्युचुअल फन्डहरूलाई कम्पेरिजन गरी आफूलाई बेस्ट लागेको फन्डमा इन्भेस्ट गर्न सकिन्छ।